आदरणीय सभापतिज्यू, निवर्तमान सभापतिज्यू, कार्य प्रमुखज्यू, प्रादेशिक रक्त सञ्चार केन्द्रका इन्चार्ज आदरणीय अर्जुन सर, महेन्द्र सर लगायत सम्पूर्ण साथीहरू, हरिश्चन्द्र सर पनि हाम्रो बिचमा हुनुहुन्छ। आज हामी विशेष गरी यो पछिल्लो चरण चाहिँ आफ्नो जन्मदिनमा रक्तदान गरौँ भन्ने यो अभियानका सूत्रधारको रूपमा गर्नुभएका ब्लड ब्याङ्कका आदरणीय कर्मचारी साथीहरूको एउटा हेड अफ द चाहिँ कर्मचारी आदरणीय अर्जुन सरको आज 55औं वर्ष पुगेर आज 56औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। सर्वप्रथम उहाँको म जन्मदिनको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो जन्मदिनको दिनमा खाजा लगाइदिनु हुन उहाँले सभापतिज्यू, निवर्तमान सभापतिज्यूलाई म विनम्र गर्दछु। पटक रक्तदान गरेर जन्मदिन मनाउँदै गर्नुभएका आदरणीय अर्जुन सरलाई ब्लड ब्याग हस्तान्तरण गरिदिनु हुन म आदरणीय सभापतिज्यूलाई अनुरोध गर्दछु। अब म आफ्नो गोल्डन जुब्ली भनौँ न 51औं पटक रक्तदान गरेर आज चाहिँ अर्जुन सर सँगसँगै रक्तदान गर्नुहुने आदरणीय महेन्द्र सरलाई ब्लड ब्याग हस्तान्तरण गरिदिनु म निवर्तमान सभापतिज्यूलाई आग्रह गर्छु। धन्यवाद सन्तोष सर, हरिश्चन्द्र सर। आज एउटा अवसर दिएको छ मेरो जिन्दगीको। हजुर सर 58 पटक भयो होइन, 100 पटक पुग्ने झाँट देखिएन नि। धेरै शुभकामना छ यहाँलाई जन्मदिनको है। उमेरका हिसाबले मैले चाँडै सुरु गरेको बिचमा चाहिँ त्यति नै आवश्यक हुन्थेन। 22 वर्षमा जाहिर खान लाग्नु कति वर्षबाट? म 21 वर्षबाटै रक्तदान सुरु गरेको। 22 वर्षमा रक्तदान सेवा सुरु गरेँ। ल के भन्न चाहनुहुन्छ जन्मदिनमा रक्तदान गर्नु? जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावमा अन्त्य गरौँ। खास गरी हाम्रो यही रक्त सञ्चारमै आएर रक्तदान गर्ने परिपाटीको विकास होस्। यसले यहाँ विभिन्न कम्पोनेन्टदेखि दिएर यहाँ क्वालिटीलाई मेन्टेन गर्न धेरै सजिलो होस् भन्नाले मानिसहरू यहीँ आएर रक्तदान गर्नु ल आज 55 वर्ष पुगेर 56 वर्षमा प्रवेश गरेको यो अवसरमा रक्तदान गर्न अवसर पाएँ। आज 58औं पटक रक्तदान गर्दैछु। यो जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावलाई अन्त्य गरौँ भन्ने यो भनाइलाई आत्मसात गरेर अरू धेरै रक्तदाताहरूलाई आफ्नो विभिन्न खुसियालीहरूमा जन्मदिन, म्यारिज एनिभर्सरी, बच्चा-बच्चीको जन्मदिनदेखि लिएर अरू विभिन्न खुसियालीहरूमा रक्त सञ्चारमै आएर रक्तदान गरिदिनलाई हामीले विशेष अनुरोध गरिरहेका छौँ। यो सन्देश पुगोस् भनेर आज जन्मदिनमा पनि मेरो सहकर्मी मित्र बाबु समयसँग सँगै काम गरेको मित्र महेन्द्र केसीले पनि रक्तदान गर्दै हुनुहुन्छ भने हामीलाई साथ दिनलाई बिहानदेखि अहिलेसम्म नै हाम्रो नेपाल प्रेस सोसाइटी काशीका सभापति उर्मिला खड्का भण्डारी हामीसँग हुनुहुन्छ, उहाँलाई हौसला दिइरहनु भएको छ। त्यस्तै गरी निवर्तमान सभापति उमेरले 80 वर्ष पुग्नुभयो। अहिलेको जेएनजी युवाहरूको भन्दा पनि उहाँको जो जाँगर छ त्यो जाँगरले हामीलाई झन् बच्चा बनाएको छ, अझै हामीले काम गर्नलाई उत्साहित बनाएको छ। त्यस्तै गरी कास्की शाखाका इनर्जेटिक मन्त्री युवा उहाँको सोच भावनाले पनि हामीलाई काम गर्न अझै हौसला उत्प्रेरणा दिएको छ। यो अवसर जुटाइदिनु भएको छ। यो उपस्थितिले हामी सबै रक्त सञ्चारका कर्मचारी साथीहरू उत्साहित भएका छौँ। यी सबै कोर्डिनेट
निर्देशनमा महत्त्वपूर्ण भूमिका खेल्ने आर्दाइका व्यवस्थापक नेपाल रेड क्रस सोसाइटी कास्कीका स्वास्थ्य समितिका सदस्य हरिशचन्द्र शर्मा सर विशेष योगदान छ। यो अभियानमा जोडिनु भएको छ। 2065 सालदेखि नै अहिलेसम्म उहाँको निरन्तरता छ। यो निरन्तरता देखेर हामी आफै टेन्सन पर्छौँ। हामी तलब खान्छौँ, कहिलेकाहीँ थाक्यौँ भन्छौँ, तर उहाँ तलब पनि खानुहुन्न, केही पनि गर्नुहुन्न, तर कहिले पनि थाक्नुहुन्न। उनीहरूले पनि हामीभन्दा छिटो हुनुहुन्छ, आदरणीय हुनुहुन्छ र उहाँको जुन सोच विचारले पनि हामीलाई थकाइ लाग्ने, निद्रा लाग्ने अथवा आराम गर्ने चाहिँ छुट हामीलाई छैन। यस्तो किसिमको एउटा सौभाग्य हरिशचन्द्र सर जस्तो मान्छेसँग काम गर्ने जुन हामीले सौभाग्य पाएका छौँ, जो आफैमा एउटा खुसीको क्षण पनि हो, खुसीको कुरा पनि हो। जन